कुरा छ कि सदरमुकाम जस्तो ठाउँ हाम्रो कालीकोटको सदरमुकाम हो कि मान्म। त्यहाँ त्यो सदरमुकाम जस्तो ठाउँमा त यस्तो खाली भएछ भने अनि कस्तो गाउँमा झन् कस्तो होला अवस्था। पुरै गाउँ त खाली होला है आजकल। पुरा पहिला 52-53 सालमा माओवादीको जनआन्दोलनमा गाउँतिर पुरै खाली हुन्थ्यो, भागेर सब जङ्गलतिर बस्थे। त्यस्तै भएछ मान्म बजार पनि पुरै खाली भने त्यहाँका व्यवसाय र पुलिस र गाडीवाला बाहेक कोही छैन हौ मान्ममा त। 50% भन्दा बढी पसल त बन्द छ मान्मतिर। अचम्म लागेर आयो। फर्कियो अब रैगिल पुग्न 1 घन्टा जति लाग्छ होला। त्यही भएर बाटो बिर्से कि जस्तो लाग्थ्यो। अहिलेसम्म त बिर्स्या छैन। 6-7 वर्ष अघि आएको, 6-7 वर्षपछि अब भनेपछि बिर्स्यो होला। बाटो हराउँछ होला। 1 घन्टा लाग्ने ठाउँमा 2 घन्टा लाग्दियो भने त फेरि घर कतिखेर पुग्ने भन्ने कुरो हुन्छ कि। त्यही भएर यसो कर्णाली नदी त यहाँबाट सानो देखिरहेको रहेछ। सानो, तल गयो भने त ठुलै देखिन्छ होला अहिले।